यसोले भन्नुभयो तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले चाहिँ शक्तिलाई पाउनेछौ। आमेन। पवित्र आत्मा आइसकेपछि तिमीले चाहिँ के पाउँछौ? शक्तिलाई पाउँछौ है। अनि यो पवित्र आत्माको शक्ति चाहिँ नि यो चाहिँ विशेष अभिषेक गरेको कुनै एकजनालाई चुनेका लोकहरूको लागि मात्रै होइन। धेरैचोटि हाम्रो सोच के छ भन्दाखेरि पवित्र आत्माको अभिषेक चाहिँ खालि पास्टरको लागि होला, पवित्र आत्माको अभिषेक चाहिँ खालि अभिषेक गरेको इभान्जेलिस्टको लागि होला, पवित्र आत्माको अभिषेक चाहिँ केवल अगमवक्ताको लागि मात्र होला भन्ने हाम्रो सोच विचारहरू छ। तर मको कुरा के छ भन्दाखेरि जुन चाहिँ शक्तिको यीशु ख्रीष्टले कुरा गर्दै हुनुहुन्छ, जुन चाहिँ पवित्र आत्माको शक्ति, जुन चाहिँ पवित्र आत्माको सामर्थ्यको कुरा जुन चाहिँ येशूले गर्दै हुनुहुन्छ, यो चाहिँ नि केवल चुनेका लोकहरूको लागि मात्र होइन, तर यो अभिषेक, यो शक्ति चाहिँ नि सम्पूर्ण मण्डलीको लागि हो। आमेन। हालेलुया।